गाइस वेलकम टु माय मिनी ब्लग। आज चाहिँ हामी आएछौँ कर्णाली चिसापानीमा। देख्न सक्नुहुन्छ यहाँ देखाउ यता भ्यू। अनि आज हामी चिसापानीमा चाहिँ लुगा धुँदैछौँ अनि नुहाउने पनि प्रोग्राम छ। अहिले हजुरहरूलाई देखाउँछु पौडी खेलेर हेर्नु होला। अनि उतापट्टि देखाउँ त अनि नाति बजै यतापट्टि अर्की यतापट्टि हाम्रो बाजे नाति क्यामेराम्यान पनि छ पछाडि एउटा क्यामेराम्यान त्यो हो। अब हाम्रो सुरु हुँदैछ। हामी सानोमा यसरी नै यहाँ नुहाउन आउँथ्यौँ। उता उता नाचेको नि हाल्देऊ न सर्वा सानोमा यसरी नुहाउन आउँथ्यौँ। त्यहीलाई चप्पल पहिला लको चप्पल गाइज। अब म ऊ त्यो ढुङ्गाबाट हाम फाल्छु, हजुरहरूले हेर्नु होला। अब म हाम फाल्न गइरहेको छु क्यामेराम्यानलाई लिएर। साथमा क्यामेराम्यान चाहिँ यिनी हुन् होइन। हेर्नु यहाँ कस्तो कस्तो ढुङ्गाहरू छन्, म हजुरहरूलाई देखाउँछु। हेर्नु यस्तो हामी सानोदेखि नै यस्तो ढुङ्गामा हिँड्ने बानी परेको मान्छे हो। हेर्नुहोस् गाइज यस्तो यस्तो ढुङ्गाहरूमा हिँड्नुपर्छ। यी सब हामी हिँड्दैछौँ। ल अर्को खेलाडी पनि आइसक्नुभयो ढुङ्गाबाट हाम फाल्ने। हेर्नुहोस् यसरी हिँड्नुपर्छ हामी यहाँबाट। ल हिँड्दैछौँ हामी। अब यो सगरमाथा चढिरहेछौँ हामी। अब यो सगरमाथालाई चढ्न सफल भएन। ल म चढ्दैछु गाइज। हेर्नुहोस् यसरी ट्याक ट्याक लाएर हजुर हामी लाउदिउँ पनि छिटो। अब हामी यहाँ चाहिँ बोटिङको व्यवस्था पनि हुन्छ गाइज। हजुरहरू आउनु होला हेर्नु कर्णालीको भ्यू। हजुरहरूलाई म पुरै देखाइदिइरहेको छु। कर्णाली ब्रिजको भ्यू हो यो। अर्को यहाँ पौडी खेल्न नआएर सान झारेर बसिरह। अनि पौडी खेल्न जाम भन्ने मान्छे यही हो यही। तर अहिले लुगा खोल्न पनि डराएर। ल ऊ मम्मी उहाँबाट डराइराख्नु पर्छ। ऊ हेर्न सक्नुहुन्छ गाइज। नजाऊ भन्दै हुन्छ ऊ। ल ल ल जा त ल ल खिच है यतिकै। ल गाइज हाम्रो सुरु हुँदैछ। अब हामी जाँदैछौँ। हेर्नुहोस् है त लगर यस्तो यस्तो लगर ल मेरा बच्चाहरू पौडी खेलिरहेछन् आज। जाने न फोर हुन्छ अब आइज भने के सर्दी लाग्छ धेरै बेर चिसो हुन्छ।
छिटो कसरी अरे भइगयो अब हो त्यहाँबाट मलाई बुक्कु लाएर ल्याउनु न भयो आइज अर्कै गयो अब ढुङ्गामा भयो भयो अब भयो भयो कानभित्र पानी पस्यो गाइस अब तेस्रो समय अब स्याम्पू लाउनेको टर्न आइगयो भयो धेर नबनाउनु बस तिमी बस के ए बसी बसी जाऊ क्या कसरी हातसँग खुट्टा नि चलाउने किन हातसँग खुट्टा नि चलाउने अब भयो थाकियो कानभित्र पानी वर्षौँपछि नुहायो स्याम्पू लगाउँछ कि लाउने टेम्पो भइगयो त आइज त अनि किन डुबिराख्नु पर्यो त पानीमा त्यत्तिकै दिमाग किन भर्खर त आधी महिना आधी चिसो भिन्छ के ज्वरो आउँछ मजा आने त्यसले पहिलोचोटि डरायो बग्यो भनेर रोयो अहिले त बानी परेको होइन रहेछ भन्ने एकछिन बाना बस्छु म यसले पनि नाटक गाइस यहाँ चाहिँ अब पर्वतलाई पौडी खेलाउँदैछु म चाहिँ सिकाउँदैछु उसले पौडी खेल्ने केटाकेटी आज हैरान पारे मनिष र नित नातिले हैरान पारे आज नखेला भनेको मान्दैनन् हात हल्लाउन हैरानको अघि भन्नुपर्छ कसरी भन्ने हो त नि यस्तो गर्ने के म त यस्तो गर यस्तो गर यस्तो यस्तो अनि खुट्टा सामने चल्यो अन्त सुरुमा हो सुरुमा यस्तो गर्न गाह्रो हुन्छ यस्तो गर्न सजिलो हुन्छ यसरी तार हो बर खुट्टा पटाङ पुटुङ गरे धेरै खेल होइन उठ अहिले त धेरै बेर पुरा पागल अहिले गाह्रो अहिले उपर सिधै डुबेपछि कहाँबाट हुन्छ त रे छैन म त अब अन्डर यो त होला अन्डरग्राउन्ड स्विमिङ है ल ल अब माथि देखिन् न ल छिटो छिटो हो हो बह बह अझै अझै सिधै जा गयो आइगयो हो ल पागल जस्तो यार म त कहाँ फाल्दिन ल अझ बालुवा ताप्नु अझ खोज्यो अल जान भयो अब लुगा लगाऊ भइगयो पर्दैन बालुवा ज्वरो आउँछ कि भइगयो अब आइज छिटो अझ उता उता गहिरोमा जाने होइन मनिष भयो बा कति हो यत्तिकै भयो अब कुकुरहरू गर्छ ल भयो लुगा लाउ गर भइहाल्यो अब आइज सुरुमा पढ्नु सिक्ने बेला कम गाह्रो हुन्छ त बिचारा नजानेको ल सानैदेखि त पनि धेरै नाटक नगर अब लगाउँछौ लुगा लगाउ त्यसो हुन्छ त आइज लुगा लगा त नलगाउने ऊ गयो गयो भने पानीसँग धेरै हेलचक्रे गरिएन भन्दैछु म धेरै माथिसम्म गयो त दिमाग खराब ल भयो 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 कुली फाट्यो ट्याबल अझ अझ कहाँ कहाँ जाने अझ भयो कि अब लुगा लाउनु लाग्नु पनि फोटो भिडियो बनाउनु लाग्नु भयो भयो यसै
मजा आइरहेको छ छिटो आतो पनि दिमाग खराब गरिरहेको थियो छिटो आयो भने आउँदैछ अझ म अब बन्द गर्छु यो मोबाइल झन् माथि ल्याएको छु यो भयो कि छिटो आमुनिस चोर लाग्थ्यो ढुङ्गामा आँखा बन्द गरेर छिटो लुगा चेन्ज गर लगे एकछिन हाम्रो राधा चेन्ज गरिदिए टाबेलुलाई अहिले चिसो भइरहेको छ उसलाई छिटो ल हुन्छ त्यो पानीमा गयो त्यसै हुन्छ हेलो यता हेर्नु भएको गाइज आजको भिडियो चाहिँ एकदमै रमाइलो भयो हामीलाई चाहिँ होइन धेरै पछि पौडी खेल्न पाइयो एकदमै रमाइलो भयो हजुरहरूलाई हेरेर कतिको रमाइलो लाग्यो यदि रमाइलो लाग्यो भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला यस्तै भिडियोको लागि ओके बाई